नमस्ते 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 जोजोलापा हाम्रो कला संस्कृति मार्फत हजुरहरूलाई हृदयदेखि स्वागत छ। आज हामी यता लाखुलाछेमा छौँ। लाखुलाछेमा त हामी सिधै हाम्रो भैरवनाथ काशी विश्वनाथको मुनायोको घरतिर लाग्दैछौँ। आज विशेष पूजा पर्व छ। विस्का जात्रा अन्तर्गतै यहाँ पूजा यहाँबाट यो मुनायोको घरबाट श्री काशी विश्वनाथसम्म लाने जुन पूजा पर्वको नाम चाहिँ नि न्यान्सा पर्व भनिन्छ। यहाँ हामीले बाजा मालिम बाजा पनि हुनुहुन्छ। हजुर नमस्ते, तपाईँ रेडी हुनुहुन्छ? हजुरको शुभ नाम पछि भनिदिनु। नमस्ते, मेरो नाम रुचिका जदारी। हजुर, अनि हजुरले यो मालिमबाट हामी तमारीसम्म जाने भयो। कहाँबाट आउनुभयो तपाईँहरू? हामी त यहीको मान्छे हो। यहीँको होइन, मतलब कुन बाजा टोली? बाजा टोली मालिङ। हाम्रो बाजा टोली भनेर ठ्याक्कै छैन, सबैजना मालिम टोली भाइहरू कतिजना हुनुहुन्छ तपाईँहरू? हामी अहिले 4-5 जना हुन्छौँ। हस् ल, हस् अहिले माथि चाहिँ हेरौँ है। ल धन्यवाद है तपाईँलाई। ल हामी अब यहाँ पूजाको ल माइला नमस्ते। नमस्ते। आज पर्व होइन, न्यान्सा पर्वकोमा आएको भयो हाम्रो कला संस्कृति। तपाईँहरू तयारी अवस्थामै छ? अब चाहिँ तयारी बाजाले अलि मन गरे। बाजाले अब पुर्जी लिन्छ अर्कैले। अब त्यो पुर्जी नल्याएर म अर्को व्यवस्था गरेर ल तपाईँले यसको यस्तो कुराहरू घुसेले बुझ्दैन। अब अहिले लास्ट इयरबाट उतैबाट आएको थियो क्या अरे गत सालमा। हजुर, अनि तपाईँ रेडी हुनुहुन्छ है त? एकदम। यो विस्का जात्रा अन्तर्गतै पर्छ यो पर्व होइन, न्यान्सा पर्व। अस्ति तुकोन छा पनि त्यो छादेखि हाम्रो बिस्कै जात्रा भयो। हजुर हजुर, यो न्यान्सा भने कुनै कुरा हो। यो हाम्रो काशी विश्वनाथ पहिलेको चाहिँ मुन आइगएको हाम्रो निवासमा आइदिएको छ। नेपाली भाषाले हजुर कतिपयले बुझ्दैन। हजुर ठिकै छ। कारणले अब यहाँ भनेको हाम्रो नेपाली भाषा ह्याउठो हुन्छ अरे। ह्याउठो आइला सबै हुन्छ। हजुर, आज त्यसकै पूजा विशेष पूजा हो। विशेष पूजा पर्व भनेको पर्व। जय भैरवनाथ, जय भैरवनाथ, जय भैरवनाथ, जय भैरवनाथ। प्रभु भगवान शिवता मालिम बाजा। नमस्ते। शिवदाई पनि आउनुभयो। शिवदाई जो जब दाइ अब रेडी होइन दाइ? अब रेडी। आजको पर्वबारे विशेष भनिदिनु न, के पर्व कसो भनेर। अहिले धेरै अनलाइनमै छौँ है हामी, सबै साथीहरूले हेरिराख्नु भएछ। एकछिन भनिदिनु आजको पर्वबारे, आज न्यान्सा पर्वबारे। न्यान्सा पर्व हजुर विशेष के गरिदिन्छ? आज न्यान्सा पर्वको दिनमा आज हामी ह्यान्ठो भन्न जाँदैछौँ। हजुर हुन्छ। पछि हामी माइला हाम्रो माइला भाइसँग पनि कुरा गरिसक्यो। हुन्छ 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 एकदम एकदम ठिक भन्नुभयो त। हजुर आज 6 जना हुनुहुन्छ है तपाईँहरू? 6 जना नाइके हुनुहुन्छ है? अन्न कि पनि चाहिन्छ कि नै? चाहिन्छ। यहाँ देउता पनि जान चाहिन्न कि पछि त्यहाँभित्र चाहिन्छ। जय भैरवनाथ काशी विश्वनाथ की। हजुरहरूले यो पर्वबारे केही जानकारी छ भने प्लिज कमेन्ट बक्स खुला छ, भन्नुहोस्। पहिलोचोटि हेरिराख्नु भएछ, पहिलोचोटि भनेर कमेन्ट बक्समा भन्नुहोस्। कहाँमा त हेरिराख्नु भयो त्यो पनि उल्लेख गर्नुहोस्। हामी विस्का जात्रा सम्बन्धी पर्व यो सिन्धुलीको भयो विभिन्न पर्वमा नछुटिकिनेहरूलाई अपडेट दिइरहेको छ भने आज सो पर्वको प्रत्यक्षमै हामी जोडिरहेका छौँ है। आश लाखान्छ 그 자석감 나오는 거 아니야? 아, 나간지 아시? 질러 자석.
बोका समाते कहिले त असे भने ढुक्सा इन्के बाउ मखला भने ढुक्सा इन्के बाउ असिनी ढुक्सा जन्म गरौ नि Jimpiabela se bau Jimpiabela se bau se Jimpiabela 민티가 서야지 민티기야 민티가 서야지 좌도 민티가 서야 ठीक है ऐसे बात मेरे ऐसे बाजा होने था ये भाई रमनाथ माथिबाट पनि नकिने पूजा गरेर राख्नुपर्छ हेर्नु सक्नुहुन्छ जय भैरवनाथ गत सालमा पनि हामीले पक्षमा झरेको छौँ अपडेट दिने क्रममा विस्तार जात्राको कुनै नक्सिटी किन हामी दिइरहेको छौँ है साथीहरू हामीलाई सपोर्ट गर्नेको लागि हाम्रो कला संस्कृति प्लिज फलो पनि गरिदिनु होला यहाँ किन राख्नु भएको यहाँ के विश्राम गर्नुभयो कि किन राख्नु भएको सर शिव सर हजुर यहाँ किन राख्नु भएको सबैजना नायकहरू हजुर नायक 6 जना 6 ठाउँमा पूजा हुन्छ पहिला हजुर आफ्नो घरबाट पूजा आउने बेलामा चाहिँ एकै ठाउँमा यहाँ जम्मा आउने यहाँ सबै जम्मा भएर यहाँबाट सभालेमा हस् ल अहिले झन्डै गरेर आधा त पर्यो घरै बाटा परेको भने अब सबै एकै ठाउँमा राखेर हस् ल धन्यवाद धन्यवाद
खिच्छ जय भैरवनाथ यता मैया यताबाट तमारीमा पुग्दैछ होइन यहीसम्म मात्र होइन नमस्ते ओइ ल हवस् त हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद है हाम्रो मौलिक बाजा माली बाजा भन्छ हजुर तपाईलाई पनि धेरै धेरै धन्यवाद हाम्रो यस्तो एक्टिभिटिजहरु रेकर्ड गर्नुभएको हस् हस् धन्यवाद अब हामी भेटाउँदै आइज पनि दर्शन गरौँ हजुर जय भैरवनाथ भेटाउँदै आइज दर्शन गरौँ हामी पनि बिदा हुन्छ पेट्रोल लिने मनाइ छ जय वीर बेताल
हाम्रो कला संस्कृति मार्फत बिस्का जात्राको पर्व जात्रा अनि विभिन्न गतिविधिहरू हाम्रो कला संस्कृति मार्फत हजुरहरूसम्म अपडेट दिइरहेछौँ भने आज हाम्रो ज्ञानसा जात्राको पनि हामी हजुरसम्म प्रत्यक्ष दर्शन गर्नु पाएकोमा हामीलाई धेरै गर्व लागेको छ, खुसी लागेको छ। हामीले सो अनुरूप नै हामीले बिस्का जात्रामा पनि प्रत्यक्षमै जोड्नेछ भने रथ बनाउने गतिविधिमा पनि हजुरसम्म हामी देखाउने प्रयास गर्दैछौँ। हस्त अहिलेलाई हामी पनि बिदा माग्छौँ है, अनि पछि हामी भेटौँ, छिटै भेटौँ। हाम्रो प्रस्तुति कस्तो लागेको छ त्यो पनि प्लिज उल्लेख गरिदिनु होला। हस्त अहिलेलाई बिदा माग्छु। पहिलो माथि हामी देखाउने हुँदैन, यी बाहिरबाट पहिलो एकचोटि दर्शन गराएर हजुरसँग बिदा माग्छौँ। जय भैरवनाथ काशी विश्वनाथ, हामी सबैले रक्षा गरौँ। मैले त लगिन भनेको थिएँ त बहिनी